लिम्बुनीहरू बिहे गरेर गए पनि उनीहरूले नयाँ घरको थर अपनाउँदैनन् कहिलेसम्म सयमुन्द्री नछिनाइन्जेलसम्म। त्यस्तै तपाईँले लिम्बुनी बिहे गरेर ल्याउनु भयो भने तपाईँ फुल जोइ हुँदैन, तपाईँ हाफ जोइ मात्रै हुन्छ। कहिलेसम्म सयमुन्द्री नछिनिन्जेलसम्म। भनेपछि यो सयमुन्द्री भनेको के हो, कसो, किन, सबै कुरो म तपाईँलाई आज भन्छु। त्यस्तै लिम्बुले बिहे गर्दाखेरि लिम्बुनीसँग एकदमै धेरै टाढाको साइनो लानुपर्छ, 7 पुस्तासम्म जानुपर्छ। आजकल 5 पुस्ता जान्छ भन्छन्, 4 पुस्ता पनि भन्छन्, के भन्छन्। नजिकको त गर्नै भएन, टाढाको पनि साइनो लाग्ने गर्नु हुँदैन। वास्तवमा मुन्दुममा किन के भनिएको छ यो पनि म तपाईँलाई भन्छु आज। त्यस्तै अब लिम्बुनी माग्नु जाँदाखेरि सुन र रुपैयाँ राखिन्छ, आजकल सुनौली रुपौली भनिन्छ। त्यसको वास्तवमा कथा के हो, किन, कसरी आयो यो सबै, त्यो पनि म तपाईँलाई बताउन चाहन्छु है त। ओके, पहिलो प्रश्न, अब बिहे गर्दाखेरि 7 पुस्ताको कुरा आउँछ, धेरै टाढासम्मको साइनो पर्नेलाई पनि बिहे गर्नु मिल्दैन। अब मुन्दुममा कसरी आउँछ भन्दाखेरि एकजना याङ भन्ने पात्र आउँछ। अब याङ चाहिँ काईसाहरू हो, काईको सन्तानहरू हो। काई भनेको चाहिँ अब लिम्बुमा काई भन्छ। अब याङको सन्तान चाहिँ कस्तो भन्दाखेरि चेली र माइती बसेर जन्मेको सन्तानहरू, अनि त्यस्तोबाट जन्मेको सन्तानहरूलाई चाहिँ काईसा भन्छ। अब पूर्वकालमा त्यसरी एउटा लिम्बू लोग्ने र स्वास्नी चेली र माइती बिग्रियो। अब अरू समाजले चाहिँ अलिकति नराम्रो दृष्टिकोणले हेर्नु थाल्यो। अब तिमीहरू काई भयो भनेर अलिकति हेला पनि गर्ने होइन। त्यो भएपछि उनीहरूलाई असह्य भयो, लोग्ने र स्वास्नीलाई असह्य भएपछि लोग्ने र स्वास्नी छुट्टिने निधो गर्यो। अनि छुट्टिँदा पनि यति टाढा कि कहिले भेट्नु नसकिने, एकजना आकाशमा एकजना जमिनमा। त्यो भएपछि अब स्वास्नी चाहिँ, उसको 8 जना छोरा थियो, उनीहरूको 8 जना छोराहरू थियो। स्वास्नी चाहिँ अब 8 जना छोरा लिएर जमिनमा भाँसियो, लराङ भएर। अब लिम्बू लराङ भनिन्छ, नेपालीमा खजुरो, इङ्ग्लिसमा सेन्टिपिड भनिन्छ, त्यो एनिमल क्या खजुरो। जमिन भाँसियो। त्यसपछि उसको हस्बेन्ड लोग्ने चाहिँ आकाशमा गएर सेरी भयो। सेरी लिम्बूमा सेरी, नेपालीमा चट्याङ भयो होइन। आकाश र जमिन त्यही टाढा भयो। अनि उनीहरूले छुट्टिँदाखेरि के पनि बाचा गर्यो भने अब हामीले काई भएर दुःख पायौँ र छुट्टिनु पर्यो। अब आइन्दा हाम्रो सन्तानहरू त्यसरी चेली माइती नबिग्रोस्, काई कोही पनि नहोस्। अनि यदि अकल झुकलमा कोही काई भइहाल्यो भने, त्यसरी बिग्रियो भने उनीहरूलाई चाहिँ हामीले वज्र हानेर, चट्याङ हानेर चाहिँ उनीहरूलाई सखाप गर्नुपर्छ भनेर चाहिँ बाचा गरेर चाहिँ छुट्टियो। त्यही भएर चट्याङ के अरे खजुरोलाई देख्यो भने चट्याङ आउँछ भनेर हामी सानोमा हुँदाखेरि घरभित्र खजुरो देख्यो भने हामीले खजुरोलाई टिपेर फान्थ्यो क्या, के अरे चट्याङ आउँछ भनेर। अब पूर्वतिर त्यस्तो चलन अझै पनि छ होला, अरू न पश्चिममा के छ थाहा भएन। त्यस पश्चात चाहिँ त्यो एउटा मिथक छ, मान्यता छ लिम्बूहरूमा कि यदि त्यसरी बिग्रियो भने चाहिँ चट्याङले हान्छ भन्ने कुरा। त्यही भएर हामीले बिहे गर्नुभन्दा अगाडि चाहिँ सानो केलाउनुपर्छ होइन। 7 पुस्ता भन्थ्यो। अब आमाको थर, बोजूको थर, सुबोजूको थर, त्योभन्दा माथिको बोजूको थर गर्दै आजकल 5 पुस्ता भन्छ, 4 पुस्ता नि भन्छ, त्यतातिर नजाउँ। तर अब मेरो क्वेसन चाहिँ थियो किन त्यसरी लामो साइनो केलाइन्छ भनेर। अनि मुन्दुममा त्यसरी आउँछ। त्यही भएर हामीले चाहिँ नजिकको त छुनै भएन, टाढाको साइनो पर्ने पनि बिगार्नु हुँदैन है त। ओके, अब अर्को प्रश्न रह्यो, यो सुन र रुपैयाँ, सुनौली रुपौली वास्तवमा किन राखिन्छ, कसरी सुरु भयो, के भयो त। जो अब चाहिँ चट्याङ, सेरी र लराङ भयो, उनीहरूको सन्तानको एकजना चाहिँ पछि गएर अब चाहिँ म चाहिँ नजिकको साइनो पर्ने त बिहे गर्नै भएन, टाढाको पनि बिहे गर्दैन, एकदमै साइनो नपर्ने बिहे गर्छु, के अरे नपर्ने चाहिँ खोज्नु जान्छु भनेर ऊ केटी खोज्नु गयो। एउटा गाउँमा पुग्यो। अनि गाउँमा पुगेपछि एउटा लिम्बुनीहरूले भेट्यो। अब लिम्बुनीहरू चाहिँ पहिला पूर्वकालदेखि नै उनीहरू थाकथाकमा हुन्छ। थाकथाकमा भनेको चाहिँ त्यो तान बुन्ने हुन्छ क्या, थाकथाकमा हो लिम्बुनीहरू चाहिँ पहिला पुरानकालदेखि। अनि तान बुनिरहेको केटीलाई उसले देख्यो, त्यसपछि उसले फकायो होइन, बिहे गर्छ तिमीलाई भन्यो। अब केटी पनि मानिन् अनि बिहे गर्ने भइन्। तर केटीको एउटा जिद्दी चाहिँ के रह्यो भन्दाखेरि उसले अब नयाँ घरमा जाँदाखेरि उसले त्यो थाकवा, त्यो तान बुन्ने त्यो एपराटस हुन्छ, वुडन एपराटस, काठको त्यो सरदम हुन्छ, त्यो सरदमलाई चाहिँ थाकवा भन्छ। अनि म यो थाकवा पनि लिएरै जान्छु भनेर भन्यो। थाकवा लिएर जाने जिद्दी गर्यो। थाकवा लिएर जाने जिद्दी गरेपछि त्यो जुन थाकवा बनाइदिने मान्छे थियो त्यो चाहिँ गाउँको एकजना मान्छे थियो। अनि उसले चाहिँ के भन्यो भन्दाखेरि
यो थाकुवा यो तान बुन्ने यो सरदम चाहिँ मैले यहाँ माथिमा गरी खान्छु भनेर फ्रीमा बनाइदिएको हो, त्यसरी चाहिँ कुटुम्बको घरमा चाहिँ लानु पाउँदैनौ भनेर उसले जिद्द गर्यो। त्यति भनिसकेपछि अब जो केटी माग्नु आएको ज्वाइँ थियो उसलाई त गाह्रो पऱ्यो। अनि उसले चाहिँ के बिन्ती राख्यो भने तपाईँको परिश्रम अनि तपाईँको लगावलाई कदर गर्दै हामीलाई यो लान दिनुहोस्, म त्यसको बापत म यो सुन र रुपैयाँ राख्छु भनेर चाहिँ त्यसलाई चाहिँ त्यो राखिनेलाई चाहिँ खासमा थाकुवा म्यान भन्छ। थाकुवा भनेको अब त्यो सरदम भइहाल्यो। अनि म्यान भनेको लिम्बू भाषामा चाहिँ दाम हो क्या, कुमे नाखेन्नी ग भन्छ, त्यसको दाम कति हो भन्छ। फाक्काले कुमे नाखेन्नी ग, सुँगुरको दाम कति हो, मेन्दाले कुमे नाखेन्नी ग, के अरे बाख्राको दाम कति हो, म्यान भनेको चाहिँ दाम हो। गर्दाखेरि वास्तवमा सुनौली रुपौली भनेको चाहिँ धेरै पछि आएर यो सुन र रुपैयाँको नेपाली खस भाषासँग मिल्दोजुल्दो भनेर धेरै पछि बनाइएको। खासमा मुन्दुमा पनि थाकुवा म्यान नै भन्छ। अनि धेरै लामो समय लिम्बूहरूले थाकुवा म्यान नै भन्दै ल्याएको थियो। ओके, अब त्यही भएर क्वेसन थियो किन यो सुन र पैसा राखिन्छ भन्ने, त्यसको आन्सर पनि भयो। अनि अब पछि गएर चाहिँ अब सबै घरमा थाकमा हुँदैन थियो। त्यसपछि त्यो सुन र पैसा, सुन अब सुरुमा 1 तोलाबाट सुरु भयो, त्यसपछि 2 तोला, स्ट्यान्डर्ड चाहिँ 2 तोला 3 तोला हो। अनि थोरै पैसा राख्छ, थोरै रुपैयाँ राख्छ। अब हुनेले त 10 तोला 20 तोला 50 तोलासम्म दिन्छ, तर स्ट्यान्डर्ड चाहिँ त्यो। अनि त्यो चाहिँ थाकुवा बनाउनेलाई दिएको हो। अनि आजकल चाहिँ अब केटीको माइतीहरूलाई दिन्छ। अनि माइतीहरूले चाहिँ फेरि लाने होइन, त्यो सुन कमाएर शिरबन्दी, यार्लिङ, शिरफुल, के अरे कन्ठा दुनियाँ बनाएर सजावट गरेर छोरीसँगै पठाइदिन्छ त्यो सुन, है त। ओके, अन टु द थर्ड वान नाउ। अब यो सयमुन्द्री भनेको के हो त? सयमुन्द्री मैले भनिसकेँ, चर्चा गरिसकियो। फुल चाहिँ होइन, हाफ चाहिँ मात्रै हुनु पाइने। त्यसपछि लिम्बुनीले बिगारेर गए पनि नयाँ घरको थर नपनाउने भन्ने। यो अब सयमुन्द्री भनेको के हो भन्ने म छिरै एन्टर गरेँ। अब त्यसरी चाहिँ अब थाकुवा लिएर अब गयो बिहे गरेर, त्यसपछि बिहे गरेर पठाइदियो। तर बिहे गरेर जाँदा पनि लिम्बू चाहिँ समुदायमा, लिम्बूको रीतिरिवाजमा चाहिँ अब छोरीलाई ज्वाइँको कम्प्लिट जिम्मा दिएको हुँदैन। छोरीले नयाँ घरको थर अपनाउँदैन। अनि ज्वाइँ पनि अब ज्वाइँ मैले त अब बिहे गरेँ, अब त यसलाई जे पनि गर्नु, यसलाई हेप्नु पनि सकिन्छ, त्यो त नसोच्नु होला। लिम्बू घरका समाजमा खासै त्यो हुँदैन थियो पनि पहिलाको कालदेखि। अनि अझै पनि गर्नु हुँदैन त्यो, किनभने बिगारेर गए पनि लिम्बुनीहरूको हक अनि अधिकार माइतमा हुन्छ। अनि छोरीलाई लुक आफ्टर गर्ने रेस्पोन्सिबिलिटी पनि माइतको हुन्छ। भनेपछि यो सयमुन्द्री कतिखेर छिनाइन्छ त भन्दाखेरि जब बिहे गरेर गएको छोरी अर्थात् चेली नयाँ घरमा कन्फिडेन्ट हुन्छन् कि मलाई यो घरमा अब कम्फर्टेबल छ, म यो घरमा गरिखान्छु, मेरो छोरा जन्मियो, मेरो छोरी जन्मियो, मेरो छोराछोरी हुर्कियो पनि, अब मलाई पछि गएर छोराछोरीले पाल्छ भनेर उनी कन्फिडेन्ट भएपछि चाहिँ बल्ल उनी माइतमा आएर सयमुन्द्री छिनाउन रिक्वेस्ट गर्छिन्, है त। भनेपछि अब त्योभन्दा अगाडि के हुन्छ त भन्दाखेरि अब बिहे गरेर गयो, तर अब ज्वाइँ चाहिँ रक्सी खाने, जाँड खानै पऱ्यो, कुट्नै पऱ्यो, हेप्नै पऱ्यो, सासू ससुराले हेप्नै पऱ्यो भने एनी टाइम चट्ट बिहानको 2 बजे, बिहानको 1 बजे भयो भने माइतमा आउँछिन्। अनि माइतमा बस्छिन्। अनि त्यो माइतमा बसेपछि माइतमा उसको हक अधिकार सबै कुरामा बराबर लाग्छ, चाहे अंशमा होस्, जग्गा जमिन, प्रपर्टी, एनिथिङ। छोरा सरहको के अरे उसलाई हक अनि अधिकार हुन्छ। अब कुरा आउँछ यदि सयमुन्द्री नछिनाइकन अब अकालमा उनको मृत्यु भयो भने के हुन्छ भन्दाखेरि के अरे अन्तिम संस्कार गर्ने, क्रिया बस्ने यता माइतले हो। अब केटीको बाउ बस्ला, छैन भने दाजु बस्ला, भाइ बस्ला, को बस्ला, तर सम्पूर्ण अधिकार अनि रेस्पोन्सिबिलिटी पनि माइतको हुन्छ, है त। ओके, भनेपछि अब लिम्बुनी बिहे गरेर गयो। अनि अब उसको बुढा पनि राम्रो पऱ्यो, घरमा ठिकै छ, बालबच्चा पनि अब जन्मियो, हुर्किँदै पनि छ। अनि उनी कन्फिडेन्ट भयो कि अब मलाई मेरो छोराछोरीले पाल्छ भन्यो भने त्यसपछि उनी अब सयमुन्द्री छिनाउन आउँछिन्। सयमुन्द्री छिनाउन आउँदाखेरि कसरी आउँछिन् भन्दाखेरि अब पक्का ज्वाइँले चाहिँ राँगा तान्नु पऱ्यो, होइन। भक्का ढाकरमा चाहिँ गाग्रोभरि रक्सी ल्याउनु पऱ्यो, होइन। च्याप भनेको त्यो पेरुङ्गो हुन्छ, पेरुङ्गोमा अचार विचार सबै बोकेर डाम आउनु पऱ्यो। बाइ द वे, यहाँ तपाईँलाई एकछिन रोकेँ सयमुन्द्रीको बारेमा, एकैछिन अलिकति अगाडि जम्प गर्छु, फेरि आउँछु सयमुन्द्रीमा, है त। तपाईँलाई कुरा गर्छु
खक्पा भन्ने सुन्नु भएको छ होला सुँगुर यत्रो डल्लै सुँगुर बोकेको होइन तपाईँले कतै पिक्चरतिर देख्नु भएको छ होला बिहे गरेर सुरुमा बिहे गरेर गयो नि बिहे गरेर गएपछि अहिले चार कलम भनिन्छ नेपालीमा त्यो चाहिँ वास्तवमा खक्पा खक्पा ल्याउँदाखेरि चाहिँ अगेन डल्लै सुँगुर होइन त्यसको आन्द्राबाट निकालेको तर त्यसलाई पक्का हरान्दी अब हामी गाउँघरमा हरान्दी भन्थ्यौँ के अरे टर्मरिक पाउडर बेसार लाएर झट्ट डल्लै सुँगुर लिएर राँगा तानेर अगेन के अरे गाग्रोभरि रक्सी चेपमा अचार विचार सबै बोकेर खक्पा ल्याइन्छ ससुरालीमा अनि त्यो खक्पा चाहिँ त्यो परिवारले मात्रै खाँदैन माइतले मात्रै खाँदैन नजिकको दाजुभाइ त भइहाल्यो त्योभन्दा अलि मासतिर छुटेको दाजुभाइहरू अब गाउँघरमा यसरी मिलेर बसेका हुन्छन् उनीहरूको सबैको घरमा मासु र रक्सी यसरी बाँडिन्छ त्यसलाई खक्पा भन्छ अब आउँछु सयमुन्द्रीमा त्यसरी नै सयमुन्द्रीमा तानेर ल्याएको राँगाको मासु त्यसपछि रक्सीहरू पनि आएपछि ठक 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 वरिपरिको अलि नजिकको दाजुभाइहरू सबैलाई बाँडिन्छ अनि सयमुन्द्री छिराउन आएकी चेली होस् छोरी होस् उनीहरूलाई सबै दाजुभाइहरूले आफ्नो घरमा के छ साना साना चिनोहरू चाहिँ लिएर आउँछन् होइन कसैले एउटा थाल ल्याउला कसैले बटुका ल्याउला कसैले खडकुरा ल्याउला कसैले गाग्रो ल्याउला कसैले के ल्याउला सबै लिएर आउँछन् अनि अब जुन मूल घर हो जुन घरमा चाहिँ अब सयमुन्द्री छिन्दैछ अब त्यो घरबाट चाहिँ सबै कुरो एक थान दिनुपर्छ होइन सुनबाट सुरु हुन्छ सुन दिन्छन् त्यसपछि के अरे गाग्रो देला त्यसपछि थाल देला त्यसपछि बटुका देला खडकुडा देला गाग्री देला त्यसपछि ओढ्ने ओछ्याउने सिरक देला राडी देला गलैँचा देला त्यसपछि बाहिर गएर एक थान त्यो पुन्ने थाकुवा पनि देला त्यसपछि गाई बस्तु दिन्छ त्यसपछि हुनेले के अरे जग्गा पनि दिएर त्यसपछि सयमुन्द्री छिराउने प्रक्रिया सुरु हुन्छ अनि सयमुन्द्री छिराउने प्रक्रियामा मेन एउटा इम्पोर्टेन्ट के अरे नभुल्नु पर्ने चाहिँ दाइजो पत्र भन्ने पक्का लिखितम रूपमा लेखिन्छ अब दाइजो पत्रमा चाहिँ के हुन्छ भन्दाखेरि ल आजदेखि चाहिँ मेरो छोरी अर्थात् बहिनी चेलीको जिम्मा ज्वाइँलाई भयो आजदेखि चाहिँ मेरो छोरी अर्थात् चेलीले के अरे ज्वाइँको थर अपनाउन सक्छ अनि उसको अन्तिम संस्कार पनि ज्वाइँहरूले गर्न सक्छ भनेर चाहिँ लेखिन्छ अनि त्यसमै छोरी चेली साथसाथै भान्जा भान्जीको पनि आजदेखि माओलीबाट छुटकारा पायो भनेर भान्जा भान्जीलाई पनि इन्क्लुड गरिन्छ भान्जा भान्जीको किन इन्क्लुड गरिन्छ भने यो इन्ट्रेस्टिङ छ अब अलिक के अरे पूर्वकालमा लान चाहन्छु पूर्वकालमा चाहिँ के थियो भन्दाखेरि लिम्बू समुदाय चाहिँ म्याट्रिआर्कल भन्छ नि इङ्ग्लिसमा के अरे मातृसत्तात्मक भनेको अब छोरी मान्छेले परिवार रन गर्ने छोरी मान्छेले डिसिजन मेकिङदेखि लिएर अथोरिटी सबै छोरी मान्छेमा हुने त्यो चाहिँ किन थियो रहेछ भन्दाखेरि अब पहिलाको जमानामा लिम्बूहरू अलिकति इरेस्पोन्सिबल भनौँ न अब त्यो जमानामा लडाइँ गर्नुपर्ने कता शिकार गर्नुपर्ने कता जानुपर्ने कता खानुपर्ने पिउनुपर्ने हिँड्नुपर्ने डुल्नुपर्ने अनि अब गर्भवती भएको लिम्बुनीले बच्चा जन्माउँछिन् त्यही पनि अब लिम्बू चाहिँ कता कता शिकार गरेर उताउतै लडाइँ गरेर उताउतै कतिको हराउँथेछ त्यो भएपछि लिम्बुनीहरूले अब बच्चा बच्चीहरूलाई सधैँ डोराएर हिँड्ने घर के अरे चलाउने त्यसपछि अब कता गएको बुढालाई कुर्ने अब कति त बुढाहरू आउँदै आउँदैन थिए त्यस्तो केसमा अब अरू लिम्बूहरूसँग जानु पऱ्यो भने फेरि के अरे बालबच्चा लिएर जाने गर्दाखेरि बालबच्चालाई लुक आफ्टर गर्ने चाहिँ सधैँ आमाको जिम्मा थियो तर उनीहरूको कनेक्सन चाहिँ माइतीमा सधैँ रहिरह्यो अट्याचमेन्ट त्यो अनि धेरै वर्षसम्म चल्यो मुनमा सबै यस्तो कुराहरू आउँछ अनि त्यस्तो भएको कारणले गर्दाखेरि चाहिँ हामीले सयमुन्द्री छिराउँदाखेरि भान्जा भान्जीहरूलाई पनि आजदेखि माओलीबाट तिमीहरूलाई चाहिँ रिलिज भयो तिमीहरू पनि अब ज्वाइँको थर अपनाउन सक्छ भनेर चाहिँ त्यो चाहिँ के अरे सयमुन्द्रीमा त्यो पनि मेन्सन गरिन्छ है त ओके अब कुरा आयो यदि अब बिहे गरेर गएको चेली धेरै वर्ष भइसक्यो छोराछोरी पनि छ होइन तर सयमुन्द्री छिनाएको थिएन तर अकालमा बिचमा मृत्यु भयो भने के हुन्छ भन्दाखेरि त्यस्तो केसमा चाहिँ ज्वाइँले आएर सयमुन्द्री छिराउन रिक्वेस्ट गर्नुको लागि रित राख्न सक्छ होइन दुईवटा रित राख्छ अब रित भनेको अब दुईवटा रित भनेको दुईवटा के अरे रक्सीको बोतल त्यसमा 5 रुपियाँ राखेर एउटा रित चाहिँ सयमुन्द्री छिनाउने हुन्छ अब यस्तो यस्तो भयो यसरी यस्तो यस्तो हुनु पर्यो हामीलाई चाहिँ सयमुन्द्री छिनाइदिनुहोस् हामीलाई यो अन्तिम संस्कार गर्ने चाहिँ यो हामीलाई अधिकार दिनुहोस् भनेर चाहिँ रित छिनाउन आउँछ अनि अर्को चाहिँ सा थ्यामा भन्छ सा भनेको अब के अरे छोराछोरी सा हालले कुसानेको हौ कसको छोरा हो हालले खुसाई भने कसको छोरा कसको छोरी सा भनेको बच्चा बच्ची मासुलाई पनि सा भन्छ तर छोराछोरीलाई पनि सा भन्छ अनि सा थ्यामा भन्छ भान्जा भान्जीलाई थ्यामा गर्ने त्यो दुईवटा रित राखेर
यस्तो 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 भनेर रिक्वेस्ट गर्छ। त्यसपछि यदि माइती मान्यो भने ल ठिक छ, आजदेखि तपाईँहरूले यस्तो यस्तो चाहिँ रिक्वेस्ट गर्नुभयो, हामी पनि अग्री गर्छौँ, त्यही भएर तपाईँले शिरबन्दी पनि छिराइदिन्छु, शिरबन्दी हेर सयमन्दिर पनि छिराइदिन्छु, अनि साथैमा पनि भयो भनेर चाहिँ त्यसरी चाहिँ पर्मिसन दिन सक्छ है। ओके, त्यो भयो सयमन्दिर। अब सयमन्दिर सबैले छिनाउँछन् त, कतिले छिनाउँदैन। अब बुढेसकाल लागिसक्यो, 40-50 वर्ष भइसक्यो, 40-50 वर्ष भइसक्दा पनि छोराछोरी छैन भने धेरैले सयमन्दिर छिनाउँदैन। अब कतिले अब चाहिँ अब जहिले पनि म त जिन्दगीभरि सधैँ हाफ चाहिँ मात्रै हुनु पऱ्यो, फुल चाहिँ हुनु पाएको छैन, त चाहिँ मेरो थरको हुनै पाएको छैनस् भनेर चाहिँ कतिले त्यो पनि मनमा नै भन्दो। तर मनमा जसले जे सोचे पनि त्यो हक अनि त्यो अधिकार सयमन्दिरी कहिले छिनाउने हो, कसरी छिनाउने हो, किन छिनाउने हो, छिनाउने हो कि होइन, त्यो सबै हक अधिकार न त माइतलाई हुन्छ न त ज्वाइँलाई हुन्छ। त्यो हक अधिकार मात्रै त्यो लिम्बुनीलाई हुन्छ, मात्रै त्यो लिम्बुनीलाई हुन्छ। गर्दाखेरि लिम्बुनीको हक अधिकार पूर्वकालदेखि लिम्बू समुदायमा त्यस्तो चाहिँ बेजोड रहेर आयो। आई थिङ्क त्यो कारणले पनि हुनसक्छ है, लिम्बुनी अलिकति छुच्ची भन्दा राम्रो तरिकाको छुच्ची, अलिकति निर, अलिक साहसी, अलिक आँटिलो हुन्छन्। मेरो एनालोजी मात्रै हो, त्यो एउटा ओपिनियन मात्रै हो। बाजु एनिवेज धेरै लामो पनि हिँडियो, धेरै कुरा पनि गरियो लिम्बूको संस्कृतिको बारेमा। सुरुमा के अरे 7 पुस्ता किन खेदाइन्थ्यो, आजकल 5 पुस्तासम्म किन खेलाइन्छ भन्ने कुरा गरियो। त्यसपछि थाक्वामेन यानि कि आजकलको सुनौली रुपौली खासमा के हो, किन आयो भन्ने कुरा पनि गरियो। अनि अन्तिममा एक्सटेन्सिभली हामीले के अरे सयमन्दिरको बारेमा चर्चा गऱ्यौँ। अनि तपाईँलाई यो कुरा कस्तो लाग्यो, लिम्बूको रीतिरिवाज? बादमा यति भन्दै गर्दाखेरि अब लिम्बूको कल्चर राम्रो, अरू चाहिँ अलिक किन भएको त्यस्तो मैले भन्नु खोजेको, कल्चर सबैमा राम्रो हुन्छ, कल्चर सबै जातिको राम्रो हुन्छ। फरक यदि हो कि कल्चरहरू फरक हुन्छन्। अनि कल्चर अनि यो रीतिरिवाज भनेको कसैले चाहेर बनाएर भन्ने कुरा हुँदैन, धेरै एस्पेक्टहरू हुन्छ अब होइन। सामाजिक एस्पेक्टले बनाउँदै ल्याएको, सेप गर्दै ल्याएको, वातावरणले त्यस्तै आर्थिक वातावरणले बनाउँदै ल्याएको, सोसियो इकोनोमिक फ्याक्टर होला, त्यस्तो कुराले सेप गर्दै ल्याएको हुन्छ। गर्दाखेरि कल्चर सबैको रिच छ। अनि लिम्बूको विशेष गरेर सयमन्दिरी कल्चर चाहिँ मलाई एकदमै रिच लाग्छ, यदि भन्न चाहन्छु। अनि यो सयमन्दिरीको चाहिँ कल्चर, यो के अरे 7 पुस्ता 5 पुस्ता खेलाउने कल्चरदेखि लिएर यो चाहिँ थाक्वामेनको कल्चर, यो पुरानो कल्चर 10 वर्ष 20 वर्ष 50 वर्षको कुरा होइन। अहिले पनि गाउँघरमा जानु भयो भने इक्वली प्र्याक्टिस हुन्छ अनि प्र्याक्टिस भइरहेको छ। बस जो अब सहरतिर हुर्किनु भयो, अलिकति आउट अफ टच हुनुहुन्छ लिम्बूको कल्चरसँग, उहाँहरूलाई थाहा नभएको मात्रै हो। तर यो अझै पनि जीवित छ। अनि अब यसलाई जीवित राख्ने नराख्ने त आफ्नो ठाउँमा छ, तर लिम्बूको यो कल्चरको बारेमा कसैलाई थाहा छैन, उहाँहरूलाई एटलिस्ट थाहा भएको राम्रो भन्ने मेरो मान्यता। अनि यदि तपाईँलाई पनि त्यस्तो मान्यता, तपाईँको पनि त्यस्तो मान्यता छ, तपाईँलाई पनि त्यस्तो लाग्छ भने प्लिज त्यो भिडियो सेयर गरिदिनु होला, अनि लाइक अनि कमेन्ट पनि गरिदिनु होला है त। भन्दै यति लामो बोलेको मेरो लामो बोलीलाई, मेरो लामो हिँड्नलाई यहाँ टुङ्गन चाहन्छु। सेवारो।